पनि जाँदैन होला हुइली चाहिँ गएन क्या यसमा हुइली यसमा हुँदैन यो नयाँ बाइकमा के गरेको सफा गरेको कसको बाइक सफा गरे सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग सो आइएम सबजना सन्चै आरामै हुनुहुन्छ होला टोटली अनि आज पनि राइडर अभिषेक सन्चै आरामै छ है हुन्छ नि त राइडर अभिषेक पनि टोटली आज सन्चै आरामै छ अनि आज चाहिँ हुन्छ उठेर हामी फ्रेसेस भएर हाम्रो बेडहरूलाई पुरै टोटली मिलाइसक्यौँ पनि है हुन्छ नि त अब हाम्रो रुम चलपल भने यही हो है त्यस्तो नयाँ नम्बर केही छैन अब यो सेमिनार हालेपछि लक भन्छ त्यस्तो होइन है हुन्छ नि त रुम क्लिक्क टल्का राख्नु पऱ्यो अनि बाहिरको माहौल देखाउँछ हजुरहरू पहिला अनि त्यसपछि कुरा आउनुपर्ने चाहिँ भाले बास्यो है यो चाहिँ हाम्रो बाहिरको भ्यू है यो तल यस्तो छ हामी चाहिँ यस्तो छौँ है हुन्छ नि त हाम्रो चलपल यता के भएन आया एकैछिन है अनि त्यो ल त्यो गाइस अनि आजको दिन हामीले टोटली रुमबाट स्टार्ट गरेर पनि हुन्छ नि त न्यू भ्लग हुन्छ नि त हाम्रो न्यू डेमा न्यू भ्लग पनि स्टार्ट गरिसक्यौँ अनि राइडर अभिषेकको चलपल पनि यही हो गाइस है अनि सो हजुरहरूले राइडर अभिषेकलाई माया देखिदिनु नबिर्सिनु होला अनि नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि दिनलाई सुरुवात गरिसक्यौँ पनि के कस्तो चलपल हुन्छ चलपल दिइहाल्छौँ नै है अनि हाम्रो नयाँ नौलो के कस्तो छ भनिहाल्छौँ है अनि हाम्रो बाइकको हजुरहरूलाई थाहा नै होला टायर पनि पुरै तक्ला पनि भइसकेको छ अब टायरलाई पनि व्यवस्था गर्नुपर्ने हुन्छ अब ड्याडीले ल्याइदिए पनि हुन्छन् नभए त अब व्यवस्था मिलाउनु पनि हुन्छ अब हामी कतै जानुभन्दा अगाडि त जोहानी हाल्नु पनि हुन्छ टायरै पुरै तक्ला भएर चिप्लिरहेको नि त त्यो भएर त्यो अनुसार अब कुरा गर्छौँ अनि के कस्तो हुन्छ प्लिज सपोर्ट गरिदिनु होला आजको दिनमा के कस्तो हुन्छ राइडर अभिषेकले चलपल दिएर हजुरहरूलाई अपडेट दिइहाल्छ नै के कस्तो हुन्छ माया गरिदिनु होला लेट्स गो गाइस आजको भ्लगलाई इन्जोय गरिदिनु होला आयान्स हजुर खै भने के गरेको सफा गरेको कसको बाइक सफा गरे अनि पुसी दिएको हो पुसी गरे हो बाबुले हो खै यता हेर त खोइ सबै पुस्थ्यो सबै भइसक्यो त्यो केही गर्नुहुन्न त्यो केही भएन बेबीले मामाको बाइक पुसेको हो यहाँ फोहोर रहेछ यहाँ फोहोर रहेछ यहाँ पुस्दिनुहोस् भयो छैन अनि बाबुले के अरे ल भयो ल्याउ पुस्न पुगिसक्यो पुगिसक्यो ल्याउ अझ कहाँ छ त कहाँ हुँदा छ कहाँ देखाउ त देखाउ फोहोर कहाँ ल सफा गर नि त सफा ल भयो भइसक्यो होइन भइसक्यो माटो छैन अब भइसक्यो के भयो ल दिनुहोस् थ्याङ्क यू अलराइट गाइस अलराइट अहिले टोटली म स्टोरतिर छु है अनि मैले चाहिँ अहिले टोटली हेलमेट पनि ल्याएर आइसकेँ है हेलमेट हाम्रो अनि ब्याट पनि ल्याएर आइसकेँ हुन्छ नि त हल्का ब्याडमिन्टन ग्राउन्डतिर हल्का चलपल दिन जाँदैछु अब दिउँसो देखिसक्नु भयो होला भान्जाले अब बाइकलाई टल्काउने यताउति गरिहाल्यो अनि एकछिन पसलमा बसेँ अनि खासा जहाँ टोटली अहिले चाहिँ हामी हिँड्दैछौँ अब एकैचोटि मोटो भ्लगिङमा भेटौँ के कस्तो हुन्छ अनि हाम्रो सेटअप चाहिँ बवाल भइरहेको छ यो स्टोर चलपल अब हामी एकैचोटि मोटो भ्लगिङमै भेटौँ है सो अलराइट गाइस अलराइट अझ टोटली हामी मोटो भ्लगिङमा पनि आइसक्यौँ है अब सडर हामी ब्याडमिन्टन खेल्न पनि लाग्नुपर्ने हुन्छ अब सरर हामी बाइकमा ब्याडमिन्टन खेल्न पनि लाग्नुपर्ने हुन्छ विकेट हान्न पनि गाह्रो भयो सरर अब हामी हिँडिदिन पनि पर्ने हुन्छ है अरुण अङ्कल आउनु है ल त्यो गाइस अब हामी सरर हामी मोटो भ्लगिङमा आएर पनि अब हिँडिदिनु पनि पर्ने हुन्छ है अब हामी कबड हलतिर लाग्नु पर्ने हुन्छ है के कस्तो छ चलपल कबड हलको हाम्रो अब कबड हलतिर जाउँ है चलपल चाहिँ के कस्तो छ भने आई डोन्ट नो गाइस है थाहा नै छैन चलपल चाहिँ
के कस्तो छ भनेर थाहा छैन। अब त चहल पहल के कस्तो हुन्छ हेर्नु हाल्नु होला आउदुरले है, हेरिहाल्छन्। अनि त्यो आजको दिनलाई हुन्छ नि त हामीले पसलतिरै बसेर बितायौँ है समय, यो हामीले बितायौँ। ब्याडमिन्टन त्यही हो। अब हामी सरर हिँडिदिनु पनि पर्ने हुन्छ, चेकिङ परिरहेको क्या हो, हल्का मल्का चेकिङ है। अटो सटो यताउति चेक गरेर होला सायद है, मेबी हुन्छ नि त। अब कहिलेकाहीँ पाट्टापुट्टा चेकिङ पनि भइरहेको छ अहिले, हुन्छ नि त। यो भाग्यमा खोट छ भन्ने है। अब हामी चाहिँ लागौँ न ब्याडमिन्टन खेल्न लागौँ है। झन् आज हेलमेट पनि लगाएर आयो। चेकिङमा त मजाले परिन्थ्यो। त्यो हेलमेट लगायो भने त आज त पर्थ्यो रहेछ, चेकिङमा पर्ने रहेछ कि। आज के गर्नु है, हुन्छ नि त भाग्यमा खोट छैन नि त आज, त्यही भएर पनि होला। यो यत्तिको चाहिँ हुनुपर्छ है हामी चाहिँ। यो आए बडा झन् हेलमेट लगाएर चेकिङ गरेर रहेछ। भन्न जाने होइन खेल्न खै के त्यहाँ गरेर रहेछ। कहाँ लिएर गयो त्यसले साइकल फेरि? मलाई त यो साइकल चलाउन आउँदैन होला। यो फेरि उहिले हान्छ ल, उहिले हान्न सक्दैन होला, मैले त सक्दैन होला। यो होस् निकाल्न, मैले त उहिले हान्न त सक्दैन होला। त्यो चाबी अफ गरिदियो भाइ। यो त उहिले त हान्न सक्दैन होला। सुगाए हामीलाई हुन्छ नि त, खबर हलतिर आएर हल्का साइकल चलाउँदै चाहिँ है, खबर हलतिर कोही मान्छे त छैन। जाँदैन त्यहाँ पनि जाँदैन होला, पुरै सुत्ला नि फेरि म। यो साइकल ह्यान्डल छ क्या, उड्दैन नि खोइ, मजाले नउड्ने रहेछ गाई। हुन्छ नि त थाक्ने यार। भएन, हुइली चाहिँ गएन क्या यसमा, हुइली यसमा हुँदैन। यो नयाँ बाइकमा अड्डाइदिन्छ क्या, अर्को बाइकमा हान्छ, यसमा हान्दिनँ नि म। ल थाकेको साँच्चै। कति सिसी गयो? कति होला ल भन्दा 320 हो 350। कडा बाइक दामी छ, चलाउँछस् बाइक? आइहाल्छ नि चलाउन। मैले साइकल चलाइदिएपछि बाइक चलाउनु ल, म दिन्छु चलाउनु। चलाउने
सक्दैन मनेले एभेन्जर पनि भेट्दैन चलाउन सक्छ यो चाहिँ भेट्न मन त भेट्न चाहिँ ल खेला होला त्यही गाइस साइकल चलाउन त हल्का थाके जस्तो फिलिङ ओइ नटे के गरे यो फुचिहाल्ने नट यहाँ पुऱ्याइदिएर रहेछ एडजस्ट गर्ने हुन्छ नि त त्यही गाइस अब हामी चाहिँ सर लाग्दिनु पर्ने हुन्छ कपडाहरूतिर आएको गेम खेलौँ भनेर कोही रहेन रहेछ अब हामी नखेलिकन फर्किनु पऱ्यो है हुन्छ नि त कहिलेकाहीँ त्यस्तै पनि हुन्छ है खेल्न मान्छे नखेलिकन फर्किनु पर्ने हुन्छ त्यही त हो नि अब हामी चल बल्दिँदै हल्का हिँडिन्छौँ प्लट थाना बजारतिर घुमेर आउनु पर्ला चिसो गाई चिसो छ है मौसम चिसो यसलाई तातो कसरी बनाउने हामीले ब्याडमिन्टन खेल्न गएको ब्याडमिन्टन ठिकठाक कमर हलतिर कोही रहेन रहेछ गाह्रो बनायो एकजना के खेल्नु एक्लै बुढाहरू सब कता जान्ला रहेछ एक राउन्ड हामी थाना बजारतिर पुगेर पनि आउनुपर्ने हुन्छ रहेछ गाइस चहल पहल अब हामी यताबाट सरर निस्किदिनु पर्ने हुन्छ है पोस्ट पार्कको बाटोबाट हुन्छ नि त अब ब्याडमिन्टन खेल्न अहिले नआए पनि हुन्छ होइन कोही हुँदैन रहेछ होइन गाइड्सहरू यस्तै त हो नि पोस्ट पार्कमा पनि यस्तै हो चलपोल धुलो उड्यो के धुलोहरू भन्दा पनि धुलो मार गर्ने अब हामी यताबाट गइदिनु पर्ने हुन्छ किटिनी हुँदै निस्किदिनु पर्ने हुन्छ हामी सरर यो गाइस यो आमालाई के पऱ्यो जस्तो होइन अलराइट गाइज सो अलराइट गाइज अलराइट आज टोटली ब्राइडल अफ चाहिँ यता छ है कपडा हलतिर गएको कोही पनि थिएन एक्लै के खेलेर आउनु फोन गरेँ ल हुन्छ भन्दा आएको थियो बुढाहरूको खोइ खाजा जाने भन्यो कोही नहाल्ने भन्यो त्यही भएर अब फर्किसक्यौँ अब हामी चाहिँ हुन्छ नि त कपडा हलतिर हल्का भ्लग हाल्ने भन्ने विचार गरेँ परेन है अब हामी सरर मोटो भ्लगिङै हाल्छौँ है अब गोप्रो पनि धेरै चार्ज त छैन 36 कि कति देखिरहेको थियो हेरौँ है गाइस कति छ भने हेर्न सक्नुहुन्छ 36% है यो धेरै चल्दैन धेरै टिक्यो भने 10 मिनटदेखि 15 मिनट नन स्टप अन गऱ्यो भने 10-15 मिनट चल्छ त्यो गाइस अब हामी एकैचोटि मोटो भ्लगिङ लाग्यौँ अनि अब चलपल भनेको यस्तै रहेछ है अनि हाम्रो मुनि तलपट्टि बस पार्क खाना बजार एरिया राइडर अफ 6 यता है यो गाइस यो अब चाहिँ लाग्यो है सारा गाइस अलराइट अब हामी जताबाट आएको थियौँ त्यतै फर्किन्छौँ है अब कि दिन बाटो यताउति के जानु है एउटै बाटो पनि होइन त्यो हामी जताबाट आयौँ त्यतै फर्किसक्यौँ पनि है राइडर अफ 6 जताबाट आयो त्यतैबाट फर्किसक्यो जताबाट आउने त्यतैबाट फर्किने है हामी चाहिँ चिसो बवाल छ गाइस है हुन्छ नि त चिसो बवाल हाम्रो तालुङतिर पनि अगाडि देख्न सक्नुहुन्छ स्केट पार्क है 2-3टा स्केट पार्क अहिले खोलिसक्यो थाना बजारमा एउटा कता 3-4 ठाउँमा खोलिसक्यो मजाले स्केट पार्क हो यता त्यति के स्केट पार्क जानै मन लाग्दैन है हेटबाट काठमाडौँतिर गयो भने हल्का चलपलदेखि गइदिने हो न त नेभर गिभ अप भने त होइन
चिसो छ यार भाइजर लाउनु गाई चिसो हुने क्या बिस्तारै जाउँ है चिसोमा फुट बाबा चिसो छ क्या चिसो चाहिँ हामी ब्याडमिन्टन खेल्न आएको गाइज के गर्नु खेल्न नपाइकन फर्किनु पर्छ है कहिलेकाहीँ यस्तै पनि हुन्छ कि होइन चलपल हुन्छ नि त हल्का चलपल दिएर आउँ भनेको चलपल दिन नपाइकन हामी हिँड्नु पनि हुन्छ यस्तो बाध्यता हो एक्लै त के खेल्नु होइन त्यो गाह्रो बनाउँछ एक्लै त त्यही भएर पनि हामी नखेलिकन सरर अहिले हिँडिसक्यो पनि है चिसो गाई यार अहिले बाइक 2-4 दिन अझ चलाउनु गाह्रै हुने भयो क्या घाम साम हुन्छ नि त यस्तो होइन घाम नलागे पनि चिसो त नभइदियो हुने नि त चिसो पनि भवाल भइदिने त्यो हो क्या टिभिएस स्मार्ट एक्सचेन्ज बम्पर है बवाल एक्सचेन्ज अफर आउँदैछ हाम्रो टिभिएसको पनि अब हामी हिँड्यौँ है जाडो होस् कि चिसो केही नभनिकन हामी हिँडिनु पनि पर्ने हुन्छ गाइज अलराइट गाइज अलराइट सन्चै टोटली हामी रुमतिर पनि आइसक्यौँ अनि अहिले भ्लग इन हुन्छ नि त हाम्रो रातिको 12 बजेर कति 40 मिनटमा भ्लग इन हुँदैछ गाइज है आजको भ्लग हाम्रो त्यही हो गाइज कहिले अब कतै गयो 2 बजे कहिले 12 बजे त्यही हो हजुरहरूलाई आजको हाम्रो भ्लग के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला फेरि नेक्स्ट भ्लगमा भेट्नुपर्छ बाई बाई।